यी टिप्सहरूले अडियो सुन्न अघि के गर्ने, सुन्दै गर्दा केमा ध्यान दिने र उत्तर लेख्दा कसरी सोच्ने भन्ने कुरामा स्पष्ट मार्गनिर्देशन दिन्छन्। ल एक एक गरेर हेरौँ है त। पहिलो टिप, प्रिडिक्ट द सिचुएसन। मतलब अडियो सुरु हुनु अघि नै नक्सा र प्रश्नहरू हेरेर कस्तो खालको कुरा आउँदैछ भनेर अनुमान लगाउने। दोस्रो, फाइन्ड द कीवर्ड्स। प्रश्नमा भएका मुख्य शब्दहरू जस्तै कुनै ठाउँको नाम, त्यसलाई तुरुन्तै मार्क गरिहाल्ने। तेस्रो, र यो त एकदमै महत्त्वपूर्ण छ, लिसन फर सिनोनिम्स। अडियोमा प्रश्नमा भएको शब्द जस्ताको त्यस्तै नभनेर त्यसको पर्यायवाची शब्द प्रयोग गर्न सक्छन्, त्यसमा एकदमै ध्यान दिनुपर्छ। चौथो रणनीति, अलवेज स्टे फोकस्ड। कहिलेकाहीँ एउटा प्रश्न छुट्न सक्छ तर आत्तिनु हुँदैन, त्यसलाई छोडेर तुरुन्तै अर्को प्रश्नमा ध्यान केन्द्रित गरिहाल्नुपर्छ। र अन्तिम पाँचौं टिप, डोन्ट रिराइट, प्रिडिक्ट। प्रश्न राम्ररी पढेर कस्तो खालको उत्तर आउँछ, जस्तै कुनै ठाउँको नाम हो कि नम्बर भनेर पहिले नै अनुमान लगाइराख्ने। ल स्ट्र्याटेजिज त थाहा भयो, तर स्ट्र्याटेजी मात्र भएर त पुग्दैन होइन र? त्यसलाई प्रयोग गर्न औजार पनि चाहिन्छ। हो, अब हामी त्यही औजार अर्थात् म्याप क्वेसन्सको लागि नहुने शब्द भण्डारको बारेमा कुरा गर्नेछौँ। हाम्रो दिमागले एकैचोटि दुईवटा काम गर्नुपर्छ। एउटा, कानले ध्यान दिएर सुन्ने, अर्को आँखाले त्यो सुनेको कुरा नक्सामा खोज्ने। एकैपटक दुईतिर ध्यान दिनुपर्दा फोकस बिग्रिन सक्छ, तर अभ्यासले यो कुरामा बानी पर्दै जान्छ। ल त अब हेरौँ ती अत्यावश्यक शब्दहरू जसले नक्सामा बाटो देखाउन मद्दत गर्छ। यिनीहरूलाई डिरेक्सनल फ्रेजेस भनिन्छ र आइएल्स लिसनिङमा यी शब्दहरू बारम्बार मतलब लगभग जहिले पनि सुन्न पाइन्छ। ल हेर्नुस् है, गो स्ट्रेट अन वा एहेडको अर्थ हो सिधै अगाडि जानुहोस्, सजिलो छ। टर्न लेफ्ट वा राइट त थाहै छ, बायाँ दायाँ मोड्ने। अब कुनै ठाउँको लोकेसन बताउन अन द कर्नर अफ भन्यो भने त्यो कुनामा छ। अपोजिट वा इन फ्रन्ट अफ मतलब ठ्याक्कै अगाडि। बिहाइन्ड भनेको पछाडि, अनि नेक्स्ट टु वा बिसाइडको अर्थ हो छेउमा। अनि कुनै ठाउँलाई पार गरेर अगाडि जाँदा गो पास्ट वा वक पास्ट भन्ने सुन्न सकिन्छ। ल एउटा उदाहरण सुनौ न त। मानिलिनुस् अडियोमा यस्तो भन्यो, फर्स्ट अफ अल गो स्ट्रेट अन पास्ट द सुपरमार्केट, देन यु नीड टु टर्न लेफ्ट एट द लाइब्रेरी। अब यसको मतलब के भयो त? सिम्पल छ, सबैभन्दा पहिले सुपरमार्केटलाई पार गरेर सिधा जाने अनि लाइब्रेरी आएपछि बायाँ मोड्ने। देख्नुभयो? निर्देशनहरू यसरी नै एकपछि अर्को क्रममा आउँछन्। अब अर्को एकदमै महत्त्वपूर्ण भोक्याबुलरी सेट छ जसलाई भनिन्छ साइनपोस्ट ल्याङ्ग्वेज। नामले भने जस्तै यिनीहरूले साइनपोस्टको काम गर्छन्। जसरी बाटोको साइनपोस्टले अब यता मोडिनुहोस् भन्छ, यी शब्दहरूले अडियोमा अब अर्को निर्देशन आउँदैछ भनेर सङ्केत दिन्छन्। अडियोमा निर्देशनहरू एक एक स्टेप गरेर आउँछन्। त्यो स्टेप बुझ्न यी शब्दहरूले मद्दत गर्छन्। जस्तै फर्स्ट वा फर्स्ट अफ अल सुन्यो भने बुझिहाल्ने कि यो पहिलो स्टेप हो। देन वा नेक्स्ट भनेको त्यसपछिको स्टेप, आफ्टर द्याटको मतलब पनि त्यही हो, त्यसपछि। अनि फाइनली वा लास्टली सुन्यो भने ल अब यो अन्तिम स्टेप हो भनेर थाहा हुन्छ। यी शब्दहरूले तपाईँलाई ट्र्याकमा राख्न एकदमै मद्दत गर्छन्। मुख्य कुरा के हो त? यति कुरा थाहा पाएर मात्रै पुग्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको अभ्यास हो, उद्देश्यका साथ अभ्यास। जति अभ्यास भयो त्यति नै आत्मविश्वास बढ्दै जान्छ। आफ्नो कमजोर पक्ष पहिचान गरेर त्यसमा ध्यान केन्द्रित गर्न सक्यो भने आइएल्स स्कोरमा पक्कै पनि ठूलो सुधार आउन सक्छ।